सुन्दर देश नेपाल, भाषी उच्च देश नेपाल, विश्वको सर्वोच्च शिखर भएको देश नेपाल आज कस्तुरी मेला यात्राको कार्यरत बनिरहेछ। शहीद शहीद पुनरावृत्तिको पाङ्ग्रा बनिरहेछ। आफ्ना रगत यही धरतीमा बगाउने शहीदहरू नेपाल राष्ट्र बचाई आफू अस्थायी रहेछन्। नेपाल राष्ट्र बचाई आफू अस्थायी रहेछन्। धन्यवाद छ। यस साहित्यिक सभाका श्रृङ्गार हुनुहुने सभापतिज्यू, मौनतामा माया मिसाउनुहुने प्रमुख अतिथिज्यू, ज्ञानका दीप बालिदिनुहुने आदरणीय गुरुजनहरू, न्यायका साथ दिनुहुने निर्णायकज्यूहरू तथा मलाई हौसला प्रदान गरिदिनुहुने प्यारा प्यारा दाजुभाइ दिदीबहिनी तथा मेरा प्यारा प्यारा साथीहरूमा म आर्त नेपालको तर्फबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। आज म हजुरहरूको सामु मेरो देश नेपाल अत्यन्तै गर्व लाग्ने विषयमा केही कुरा बोल्न पाउँदा निकै नै खुसी छु। मेरो देश नेपाल हिमालको काखमा जन्मिएको स्वाभिमान हो, जसको हरेक थोकको रगतले स्वतन्त्रको इतिहास लेखेको छ। पर्वत जस्ता पर्खालहरूले घेरिएको छ हाम्रो अस्मिता। यो देश केवल भूगोल मात्रै होइन, यो त हाम्रो पुर्खाको आँसु र बलिदानको कथा हो। यो त हाम्रो पुर्खाको आँसु र बलिदानको कथा हो। सम्पूर्ण विश्वलाई आफ्नो अधीनमा पारेका बेलायती साम्राज्यले पनि परास्त गर्न नसकेको सार्वभौम नेपाललाई गोर्खालीको देश पनि भन्ने गरिन्छ। गोर्खालीको देश पनि भन्ने गरिन्छ। विश्वलाई शान्तिको प्रतीकका रूपमा चिनाउने गौतम बुद्ध, कलाका धनी अरूणिको र नेपाली नारी सीता जस्ता महान महान व्यक्तिहरूको जन्म यही माटोमा भएको थियो। यो माटो त केवल माटो मात्रै होइन, हामी हाँस्दा हाँस्ने आँसु लुकाउने आमाको मुहार हो। यो माटो हाम्रो भाग्य होइन, यो त हाम्रो जिम्मेवारी हो। र झन्डा केवल कपडा होइन, यो त हाम्रो वीरताको इतिहास हो। यो त हाम्रो वीरताको इतिहास हो। हाम्रा पुर्खाहरूले खुकुरी बोकेर इतिहास लेखे, अब हामी कलम बोक्छौँ, तर साहस उही नै छ। देश माटो मात्रै होइन, यो त हाम्रो आत्मा हो। यो त हाम्रो आत्मा हो। सगरमाथा जस्तो उच्च छ हाम्रो स्वाभिमान, मेची र महाकाली जस्तो फैलिएको छ हाम्रो माया। यो देश केवल देश मात्रै होइन, यो त देवत्व हो। जहाँ जन्मनु गर्व र मर्नु धर्म हो। जहाँ जन्मनु गर्व र मर्नु धर्म हो। हामी साना छौँ, तर आत्मा गगनभन्दा विशाल छ। हामी देशका लागि बाँच्न मात्र होइन, मर्न पनि तयार छौँ। हामी देशका लागि बाँच्न मात्र होइन, मर्न पनि तयार छौँ। नेपाल 436 वर्णको सानो फुलबारी हो, जहाँ 120 भन्दा बढी जाति र भाषाभाषीको बसोबास छ। जहाँ 120 भन्दा बढी जाति र भाषाभाषीको बसोबास छ। नेपाल पानीमा गरिने दोस्रो राष्ट्र हो। नेपालमा निकै खोला, नाला, गङ्गा आदि छन्। अझ त्यसमा जङ्गलको भित्र निकै नै आकर्षित र मनमोहक प्राणी छन्, जसलाई हेर्न पर्यटकहरू विभिन्न देशबाट आउँछन्। केही पर्यटक पशुपतिनाथ, लुम्बिनी, गोसाइकुण्ड आदि तीर्थयात्राका लागि आउँछन् भने केही सगरमाथा, मनासलु, लोत्से आदि आरोहण गर्न आउँछन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नु निकै नै जरुरी छ। मेरो देशमा धन कम होला, तर गर्व निकै नै छ। इमान कहिल्यै बित्दैन र निस्वार्थ प्रेम कहिल्यै मर्दैन हामी नेपाल आमाका सन्तान हौ। त्यसैले हाम्रो धर्म देश, हाम्रो कर्म देश अनि हाम्रो सास पनि देशकै रानी हुनेछ। नेपालको पुरा नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल हो। नेपाललाई हेर्दा केवल भूगोल नदेख, हेर यो त बलिदान, संस्कृति र वीरताको पुस्तक हो, जसको हरेक पाना रगतले लेखिएको छ। राजनीतितिर यहाँनिर हेर्ने हो भने नेताहरूको विधिमा देशभक्ति होइन, कुर्सीको लोभ बनाएको छ। झुटो राष्ट्रियवादको मुखौटा लगाएर देश बेच्नेहरू इतिहासका अपराधी हुन्। नेपालको राजनीति अब जनताको सेवक होइन, भ्रष्टाचारीहरूकै सेवक बनेको छ। सिगान कुच्ने रोटी चाहिँ राजनीति खेलेर देशलाई नाश गरिरहेछ। नेपालको संसद अब जनताका लागि होइन, भ्रष्टाचारीहरूको सौदा हुने नाङ्गो दलाल बजार बनेको छ। भ्रष्टाचारीहरूको सेवा हुने नाङ्गो दलाल बजार बनेको छ। कुशासन, भ्रष्टाचार, आश्वासनका खोक्रा भाषाहरूले नेपाली जनतालाई परिश्रममा पारेको छ। यो क्रूर विडम्बना हो। नारा भाषणमा देशको दङ्गा पिट्नेहरूले देशमाथि घात गरिनेछ। कसलाई पिठार गोर्खाली सेनाले नेपाललाई के बनाउनु पर्छ भन्दै थिए र अहिले के भनिरहेको छ, कसलाई पिठार। हाम्रो देशमा भूगोल कम होला, तर कर्म निकै नै छ। हाम्रो पुर्खाको
बुवाको आँसु, हाम्रो शहीदको रगत र हाम्रो आमा बुवाको पसिना चिनारी हो यो माटो, हाम्रो आमा बुवाको पसिनाको चिनारी हो यो माटो। धन्यवाद।